आज मेरो बाबा चिरी च्याट्ट परेर जुत्ता सुत्ता ठोकेर कता जाँदै उसिन्छ एन्ड मैले यो के भेटाएँ सुरु इक्जाम है त आज चाहिँ हामी भम्के आएको थियौँ अनि भम्केमा चाहिँ हामीले पुरा कुलको मन्दिरमा गयौँ फोटोसोटो खिच्यौँ भनेपछि चाहिँ हामीले घर आएर लिच्ची खायौँ यस्तो मिठो थियो लिच्ची यही सिजनमा चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ कि त्यो तपाईँलाई याद होला होइन यति पपुलर भएको थियो त्यो भिडियो अनि यहाँ लिच्ची चाहिँ मम्मीले पुरा टिप्नु भएको थियो कि होइन केटाले फेरि मोज गएको थियो मेरो भिडियो खिच्नु ठिक थियो मेरो टाउन पनि आउँछ अनि मैले पनि खाएँ यहाँ मजाले लिच्ची यस्ता मिठा मिठा मोला लिच्ची थियो होइन कुनै त चुकिला थियो यार कुनै त यस्तो मोलो थियो यति मन पराएको थियो नि मलाई लिच्ची म त जति खान पनि सक्छु कि लिच्ची अरूले खान सक्दैन मलाई त कसैले आई हेट लिच्ची भनेको सुन्नुपर्छ नि मलाई यस्तो रिस उठ्छ त्यसको नाकमा बङ हाम्दै त्यसको नाक साग भात दिनु जस्तो रिस उठ्छ क्या मलाई चाहिँ एकदमै धेरै मनपर्छ त्यही भएर पनि होला अनि यो चाहिँ लिच्चीको सानो सिड हो क्या बेबिज यो हेर अनि त्यसपछि चाहिँ मैले आफ्नो फोटो खिचेँ मेरो ड्रेसअपको अनि यहाँ बुवाले चाहिँ यिनी केटाहरूलाई भुलाउनु पर्थ्यो आँप पुरै हाँगैबाट भाँचेर ल्याउनु भएको थियो ऊ त्यही रुखको एउटा मात्र आँप थियो त्यही पनि भाँच्नु भयो अनि पछि हामी चाहिँ यहाँ चटपटे गराएर खायौँ मले हो यो चटपटे गराएको यस्तो मिठो भएको थियो नि मैले सबैलाई बाँडेर पनि दिएँ आफूलाई चाहिँ त्यत्रो राखेको छु सबै खाएँ होइन मैले अनि त्यसपछि यहाँ बादलले यस्तो कालो गरेछ अनि हामी घर आयौँ घर आइसकेपछि हामीले यहाँ फेरि घर आएर चाउमिन मोमो पार्टी गऱ्यौँ होइन बाई गाइज अर्को भिडियोमा